कविताको शीर्षक छ बन्देज। हिमालहरू चुलिनु अघि, खोलाहरू सुसाउनु अघि, हिमालहरू चुलिनु अघि, खोलाहरू सुसाउनु अघि, चराहरूले गीत गाउनु अघि, चराहरूले गीत गाउनु अघि कोरिसकेका थिए मेरा पुर्खाहरूले आफ्नै जीवन दर्शन। कोरिसकेका थिए मेरा पुर्खाहरूले आफ्नै जीवन दर्शन। पुज्दै आए सिमे भूमि, पुज्दै आए सिमे भूमि, जोगाउँदै ल्याए वन जङ्गल र खोला नाला, जोगाउँदै ल्याए वन जङ्गल र खोला नाला। आविष्कार गरे वस्त्र लगाउने पोसाकै, आविष्कार गरे वस्त्र बनाए आफ्नै खाद्य संस्कार। गुरुङको पेमा, गुरुङको शास्त्रमा जाँड कसरी उत्पत्ति भयो, मर्चाको उत्पत्ति कसरी भयो, आगोको उत्पत्ति कसरी भयो र कसले गरे, कुन ठाउँमा भन्ने कुरा छ। म पुनः कवितामा फर्केँ। आविष्कार गरे वस्त्र बनाए आफ्नै खाद्य संस्कार। जसरी जसरी नगए पनि विश्वविद्यालय चलिरहन्छ बतास आफ्नै गतिमा। जसरी नगए पनि विश्वविद्यालय चलिरहन्छ बतास आफ्नै गतिमा, बगिरहन्छ नदी आफ्नै लयमा। उसै गरी नलेखिए पनि कपीका पान्नाहरूमा, नछापिए पनि पुस्तकका ठेलीहरूमा। उसै गरी नलेखिए पनि कापीका पान्नाहरूमा, नछापिए पनि पुस्तकका ठेलीहरूमा। पुस्तौँ पुस्तादेखि लयबद्ध भट्ट्याउँदै र जोगाउँदै ल्याए आफ्नै पेटा लुटा। पुस्तौँ पुस्तादेखि लयबद्ध भट्ट्याउँदै र जोगाउँदै ल्याए आफ्नै पेटा लुटा। पूर्वमा पेटा लुटा धेरै सुनायो गौरीले भन्नु होला। यसैमा गुरुङको जीवन दर्शन छ। हाम्रो रूप नै यही हो, जरा नै यही हो, गुरुङहरूको मौलिक संस्कार नै यही हो, हाम्रो मूल पहिचान नै यही छ। हामीले यतातर्फ विशेष ध्यान दिनुपर्छ। उबेला उबेला हुँदैन थियो पय चौरी बिना। पय भनेको मृत संस्कार, तपाईँहरूले त अर्घु भन्नुहुन्छ। त्यति बेलाको गुरुङहरूले चौरी गाई काटेर नै हामी के गर्थ्यौँ, अर्घु गर्थ्यौँ। हाम्रो गुरुङको शास्त्रमा त्यो छ। अहिले पनि कति तामाङ समुदायहरूमा त्यो चलन छ। उबेला हुँदैन थियो पय चौरी बिना, बाँच्दैन थियो मान्छे सिकार बिना, बाँच्दैन थियो मान्छे सिकार बिना। थिए सबैका आफ्नै जीवन दर्शन, थिए सबैका आफ्नै जीवन दर्शन। अहिले आदिम अस्तित्व नै मेट्ने गरी नैसर्गिकतामा धावा बोल्दै, आदिम अस्तित्व नै मेट्ने गरी नैसर्गिकतामा धावा बोल्दै। लगाउँदै आदिवासी पहिचानमा बन्देज, लगाउँदै आदिवासी पहिचानमा बन्देज। अस्ति भर्खर त बनायौ तिमीले कानुन, अस्ति भर्खर त बनायौ तिमीले कानुन। धन्यवाद।